सुकुको हालत भयो। सुकुले चाहिँ फेरि नि तपाईँलाई एउटा कुरो कि गजबको कुरा छ, बालनलाई ढोक्दै भयो भर्खा सुकुका टोलमा हरिया झन्डा। यसपालि त हामीलाई धनी पूर्जा दिन्छ भनेर खुट्टा पनि ढोगे। यतिकै चाहिँ हात समाउँदै सुकुले चाहिँ तेरीमा सानो त्यति गरेका थिएनन् ती महिलाहरू। 1 महिना भएन हो बाबा टिकेन, उफ्री उफ्री भोट हालेको। मैले त भन्दै थिएँ यो गरिबको सरकार होइन, यो धनीको सरकार हो, यो हाम्रो सरकार होइन, अमेरिकाको सरकार हो। यसको उद्देश्य भनेको यहाँको लिथियम कपर युरेनियम लाने हो र यो सरकारको उद्देश्य भनेको यहाँ विदेशी सेना ल्याउने हो र चाइना र भारतलाई फुटाउने हो। उद्देश्य त्यो हो। यो हाम्रो गरिब जनतासँगको उद्देश्य नै होइन। त्यत्तिकै सर्वोच्च अदालत र सिंहदरबारमा आगो लागेको छैन भनेर मैले भने भन्दाखेरि पत्याएन। ए सुकु छोइन सक्न भएका थिए, बुढो बुढो उफ्रिन्थे। उफ्रिन मिल्ने भयो त नि घरै नआउला जस्तो गर्थे। अब साँच्चै भन्यो भनेदेखि मन परायो, त्यो मन पर्यो भने गधे भी दिल लाग्दा है, गधे भी क्या चीज है कोनी के भन्छ नि, गधे भी दिल लगी तो परी क्या चीज है भन्छ नि। अब मन परायो बालनलाई। म त बालनलाई देख्दाखेरि त बालनको अनुहार अर्कै देख्छु। कता न कता ए दारी पालेको छ, यत्रो चस्मा लगाएको छ, चस्मा खोलेको छैन, अनुहार राम्रै म त उसको जस्तो देख्छु। महाभारतको रामायणको त्यो ऊ जस्तो के भन्छ श्रीलङ्कामा बस्ने मान्छे जस्तो नि, पहिलाको श्रीलङ्काको मान्छे जस्तो देख्छु, डोजर जस्तो देख्छु। डोजर जस्तो देख्छु अनुहार। ऊ हिँडेको फोटो खिच्न फेरि हाम्रा पत्रकारहरू तक्कै सानै तम्स्या छैनन्। हेर्नुहोस् है कुरो कहाँ रहेछ अहिले थाहा पाउँदैछ। नेपालभरिका नि 60 लाख सुकुम्बासी घरबार बिहीनहरू अहिले सुतेका छैनन् कतिखेर डोजर आउँछ भनेर। राति सपनामा पनि डोजर देख्न थाले। हिजो धन्न सर्वोच्च अदालतले त्यो धन्न त्यो कुमार रेग्मी श्रीमानलाई चाहिँ धेरै धेरै धन्यवाद दिन्छु। यसो अन्तरिम आदेश दिएको छ, त्यो पनि अन्तरिम न हो, केही समयलाई राहत दिएको छ, केही समयलाई है। यो बुझ्नु पर्यो नि। फेरि यो सधैँभरिलाई दिएको होइन नि हाम्रो सुकुहरू। फेरि नि यो त भूमिहीनहरू सुकुहरू हाम्रो चाहिँ सधैँभरिलाई हो भन्ने नसोच्नुहोस्, केही समयलाई हो।